नानी खोइ नानीलाई देखेन अलि अलि टाढा टाढा जस्तो बस्नु न अनि देखिन्छ। ए नानी बोल नानी गाडी आयो गाडी सुन्ने छैन मैले बोलेको दिदी यहाँ भर्खर 4 बजे दिदी सबैजना सुतिरहेछन् त्यो भएर म तपाईहरु स्कुलमा आइपुग्दा उठेको 4 बजे त्यहाँ 15 मिनेट अगाडि 20 त्यही हो आधी घण्टा 1 घण्टा हुन लाग्यो। अब अहिले 7 अब साथीहरु 7-8 बजे उठ्छन् अनि अहिले त यहाँ त भर्खर 4:30 5 बज्न लाग्यो। सुन्या छ नि सुन्या छ नि अनि 4:30 हुन लाग्यो। अब एकछिन उठ्ने अनि सब्जी लिन जाने अनि खाना पकाउने अनि खाने। अहिले दिदी कोठा यो किचन हो यो अहिले सबैजना सुत्या छन् अब त्यो डिस्टर्ब हुन्छ भनेर अनि किचन हो यो किचनमा छ। खोइ त्यो बुहारी त तल बस्यो भने किन माथि बसेर केही पनि देखेको छैन मैले। कहाँ हिँड्यो त्यो त हिँड्यो त उठ्यो जुरुक उठेर जुरुक उठेर हिँड्यो त अहिले त हाँस्यो हाँस्यो कत दाँत देखाएर हाँस्यो। तपाईले कहाँ बोक्नु अनि स्पष्ट देखिन्छ नानीलाई। नानी नाक किन कोट्टाको तिमीले छ छक्क परे छक्क कहिले अब थाहा भएको ल त्यही भएर होला तिमी र भान्जी के दिदीलाई र भान्जीलाई मात्र देखिरहेछ मैले त अलि पर अलि टाढा बसे पो क्लियर देख्छ त भने मैले। ए देखे देख्यो आधी मुख आधी नानीलाई मात्र देख्यो त्यही भएर अनि अलि पछि हट्नु के अलि पछि हट्दा अनि क्लियर देखिन्छ अब नजिकै भएर त्यो दुई ए अनि के छ नयाँ नौलो खबर। ए के रे मम्मी त आउनु भयो रहेछ है। हो र ए कालो देखेको छ मलाई मैले त नाइ नाइ होइन त्यो यो लाइट नभएर अनि तपाईहरुको त क्लियर देखेको छु मैले त यहाँ राम्रो देखेको छु मैले त यहाँ ए अनि के खाएको नानीले त लुगा मुखमा त तँलाई म पापा ल्याइदिन्न नि मसँग बोलिनस् रिसाई रिस म आएको भदौमा पुग्छ दिदी। अब घर आउने हो नि त अब जहिले आउँदा नै हुन्छ दिदी अब आइहाल्यो विदेश अब आएपछि के घर आइरहनु अब समथिङ 1.5-2 साल बस्छु होला दिदी अझै के को 3-4 वर्ष हुने 1.5-2 वर्ष आइन्छ दिदी आइन्छ त्यही हो अब
आइन्छ भनौँ न। अहिले कमाइ नि अब ठिकै छ, राम्रै छ भनौँ। अब अरूको भन्दा अरू सँगै साथीहरूको भन्दा मेरो राम्रै छ। त्यही भएर अब बस्छु, नआउन आइहाल्ने। अब कम्पनी त राम्रो छैन, काम पनि अलि हार्डै छ। अब नआउन आइहाल्ने, आएपछि अब 2 साल जति बस्छु दिदी। नानी खोइ, नानीको फोटो यहाँ खिच्ने भनेको कता गयो कता गयो। तपाईँ बोक्नु नि, तपाईँले बोक्दा क्लियर आउँछ। कान कनाउँछ के हाई गर्यो। होइन, यहाँबाट कालो देखेको होला। अनि के छ त अरू नौलो? खोइ तँ त उठेको उठे भयो त। के भयो तिमीलाई? ए मलाई हामीलाई देखेको छैन? अनि त्यो उठेर हेरेको होला। नानीलाई एकचोटि फेरि तपाईँ उठेर किन उठेको त? ए हो र? बस्नु न त नि, मलाई त देखेकै हो नि, मैले पो देख्नु पर्यो त। हो र? भइहाल्यो नि। नानीलाई चाहिँ तल राख्नु भन्नु नि उसलाई। नानी नै नबस्दो रहेछ। बाबा, नानी, नानी चाउचाउ खाने कि नखाने? चाउचाउ खाने कि नखाने? चाउचाउ खाने? यो त लाठी भयो। यो त लाठी भयो कि क्या हो? त्यसलाई अनौठो अनौठो लाग्यो होला नि त्यो भएर। अनौठो लाग्यो होला नि त्यो भएर। ए अनि के छ त अरू नयाँ नौलो? कति कान कोट्टाको त्यसले? कपाल किन काट्दैन नानीको? हँ? अनि किन काटेको त्यसको कपाल भने मैले? 9-10 महिना मात्र त्यत्रै हुन्छ? हावा मेरो नकाटे भए त्योभन्दा लामो कहाँ पुग्छ त कपाल? ए ल ल, अनि के गर्नु त? फोटो हेरेर उठे। फोटो उठेको हेरेर फोटो हेरेको? ए त्यस्तै हो नि, कहिले देखिन्छ कहिले देख्दैन। नानी अब बोल्दिनँ, नानीसँग बोल्न ठुलो रहर लागेको थियो। भन्दिनँ अब त्यो लाठी, त्यसलाई म चाउचाउ लिएर आउँदिनँ पख तँलाई। बोल्दी रहेछ मसँग, ठुली भइचेस। हेरी आँखा तरेर। ना देखिन माथिबाट देखाइदिनु त, नचिन्छ कि? देख्यो नानी? भन्दिनँ। ल अरे भान्जी लुके। किन लुकेको?
किन लुकेका? लाज लाग्यो? लाज लाज होइन लाज फोनमा त खुब के रे फोनमा त खुब खुब गफ लाउँछिन् अहिले त लजाइन हेर लजाइ हो त्यस्तै लाज लाग्यो होला नि अनि 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 के छ त अरू